हेलो गाइज नमस्ते झोले सबैजनालाई। आई होप तपाईहरु सबैजना सन्चै हुनुहुन्छ होला। म पनि एकदमै सन्चै छु। यो दशैं तिहारको बीचमा यति धेरै भलिबल म्याच हुन्छ कि हाम्रो डेली रुटिन नै त्यही भइरहेको छ। वेल तपाईहरुले अस्तिको भिडियोमा द्वारगाउँमा भएको भलिबल म्याचको भिडियो हेरि नै सक्नु भएको होला। इफ तपाईहरुले त्यो भिडियो हेर्नु भएको छैन भने भीमजी भ्लग्स युट्युब च्यानलमा गएर हेर्न सक्नुहुनेछ। सो आजको भ्लग पनि भलिबल म्याचकै बारेमा हुनेछ। हामी बिहानको खाना खाएर दिउँसोको करिब 1 बजेतिर निस्ती 5 बेलौजीमा भइरहेको चौथो भलिबल कप हेर्नको लागि हाम्रो लोकल 11 नम्बरको बाइकमा चढेर यात्रा सुरु गर्यौं। बाटोमा जाँदै गर्दा घाम एकदमै चर्किरहेको थियो। अर्कोतिर साथीले भिडियो गराउन नजानेर मैले साथीलाई भिडियो गराउने तरिका सिकाउँदै थिएँ। 8 मिनेटको बाटोपछि फाइनली हामी भलिबल ग्राउन्डमा पुग्यौं। भलिबल ग्राउन्डमा पुग्ने बित्तिकै यसो हेरेको त हाम्रो सबै साथीहरु त आइसक्नु भएको रहेछ। भलिबल म्याच सुरु हुनको लागि अझै टाइम थियो। त्यतिन्जेलसम्मको लागि हामी कौडा नाच हेरेर इन्जोय गरिरहेका थियौं। र यता कौडा नाच भइरहँदाखेरि एकजना अंकल भने आफ्नै पारामा डान्स गर्दै हुनुहुन्थ्यो, जुन चाहिँ मलाई एकदमै फन्नी लाग्यो। कौडा नाच भइरहँदा मलाई पनि भित्रबाट नाचुन लागिरहेको थियो, तर मैले आफ्नो मनको भित्री डान्सरलाई बाहिर निस्किनेबाट रोके, किनभने बस्दा बस्दा झ्याउ लागिसकेको थियो। हामी आएको 3 घण्टा बितिसक्दा पनि भलिबल म्याच सुरु भएन। अब नेपाली टाइम त्यही त हो नि। वेल बसेको केही समय भएपछि भलिबल सुरु हुन लागेको भएर हामी पनि अब सिटमा गएर बस्यौं। तर आजको पहिलो खेल सोचेको जस्तो इन्ट्रेस्टिङ चाहिँ भएन। वेल अँध्यारो हुन लागिसकेकोले हामी अब घरतिर फर्किने सोचमा पुग्यौं र हामी सबैजना साथीहरु भएर घरतिर फर्क्यौं। वेल आजको मेरो छोटो मिठो मिनी भ्लग तपाईलाई कस्तो लाग्यो? जस्तो लाग्यो त्यस्तै सल्लाह सुझावको लागि मेरो युट्युब च्यानललाई लाइक, कमेन्ट, शेयर, सब्स्क्राइब गरिदिनु होला। अर्को भिडियोमा भेट्ने बाचा गर्दै आजको लागि भने बाइ बाइ साथीहरु।